प्लेन चढेर कतार उडे नेपालका 2 हात्ती रहनेछन् कतारको अल्खोर चिडियाघरमा। दर्शकहरू नमस्कार, उजेल नेपालमा तपाईलाई स्वागत छ। नेपाल सरकारले कतारलाई उपहार स्वरूप दिएका 2 हात्ती आज भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन्। कतार एयरवेजको कार्गो जहाज मार्फत बुधबार दिउँसो 5 बजेपछि खगेन्द्र प्रसाद र रुद्रकली नामका 2 हात्ती विमानस्थलबाट उडेका हुन्। 2 हात्तीलाई मङ्गलबार नै चितवनबाट भैरवा लगिएको थियो। भैरवाबाट उडेको 4 घण्टामा उनीहरू कतार पुग्नेछन्। हात्तीहरूसँग चितवनका एकजना पशु प्राविधिक रुद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्र प्रसादका माउते पाचुका थारू पनि कतार प्रस्थान गरेका छन्। केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहार सुसार गर्न सिकाएर मात्रै उनीहरू नेपाल फर्कनेछन्। नेपाल सरकारका तर्फबाट कतारलाई उपहार स्वरूप 6 वर्षको भाले हात्ती खगेन्द्र प्रसाद र 7 वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो। विक्रम सम्वत 2081 साल वैशाख 11 र 12 गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने वाचा गरेको थियो।